गाइज वेलकम टु माई भ्लग। तपाईहरुलाई गाउँले दैनिक जीवनको सुरुवाती देखाउने छु। हामी दिउँसो भएपछि बाख्राहरू चराउने जंगल लाने छौं र यतातलतिर देख्न सक्नुहुन्छ खोला र पल्लोपट्टि देख्न सक्नुहुन्छ धान। अब हाम्रो बाख्राहरू चराउने ठाउँ हेरौं। म चाहिँ अहिले बाख्राहरू लिएर ठ्याक्क जंगलमा आइपुगेको छु र यहाँ म बस्ने छु र बाख्राहरू चाहिँ यस्ता जंगलतिर लाएर बस्ने छु। मेरो बस्ने ठाउँ चाहिँ यो साथीहरू यहाँ माथिबाट हामी ल्याउँछौँ बाख्राहरू चाहिँ यस्तो ठाउँबाट। चाहिँ हामी तीनजना भयौँ। अब पानी परेर यहाँ डेरामा बसिरहेका छौँ। चाहिँ पानी पर्न छोरो साथीहरू। अब बाख्राहरू खोज्नु पर्छ। अब बाख्राहरू भेटेपछि फेरि तपाईहरुसँग कुरा गर्नेछु। ल फाइनली साथीहरू 2 घण्टा पछाडि फेरि मेरो बाख्राहरू मैले देखेँ र अघि लेकै बाटोमा पुलमा गएर बसेका रहेछन्। देख्न सक्नुहुन्छ यहीँ पर बाख्राहरू चाहिँ बसिरहेको छन्। पानी परेर यहाँ सुक्खामा बसिरहेको रहेछ। अब म चाहिँ यहाँदेखि नजिकै हो घर। अब म बाख्राहरू लान्छु। एकदमै खुसी लाग्यो मलाई बाख्राहरू भेटेर। फेरि अब चाहिँ पानी पर्न थाल्यो साथीहरू र बाख्राहरू मैले उकालो बाटोतिर लाउन थालेँ। अब पानी पनि पर्न थाल्यो र गाउँघरमा साथीहरू कस्तो छ भन्दाखेरि अहिले एकदमै सुक्खा गरेर लागेको कारणले गर्दाखेरि पानी नपुगेको कारणले गर्दाखेरि यी सबै खेतहरू चाहिँ अहिले बाझै छ नरोपेको अनि यता पानी पुगेकोतिर चाहिँ फेरि रोपेका छन्। अनि यता खोला छ। यो खोला यता मासतिर चट्टान भइदिएको कारणले गर्दाखेरि यताबाट यो खोलाको पानी चाहिँ आउन सक्दैन र यहाँ धान रोप्नको लागि चाहिँ पर एउटा सानो खोल्सा छ त्यहाँबाट ल्याउने गर्थ्यौँ। अहिले चाहिँ छैन पानी। त्यही भएर यता मासतिर सबै यो चट्टानै छ। त्यही भएर साथीहरू आज यस्तै छ। मौसम पनि बर्खाको मौसम यस्तै हुन्छ। र तपाईहरुलाई कस्तो लाग्यो हाम्रो भिडियो? अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै भिडियो लिएर आउने गर्दछु। सबैलाई बिदा हुन चाहन्छु। नमस्ते।